गुड मर्निङ सबैजनालाई गुड मर्निङ। आज चाहिँ हामी चाहिँ अब गौतम होटलमा छौँ आज। अनि हाम्रो आज 3टा रिसेप्सन ब्राइड हुनुहुन्छ, एउटा स्टुडियोमा अनि एउटा होटलमा एउटा चाहिँ घरमा। सो हामी चाहिँ सबैजना रेडी भइसक्यौँ। अब ब्राइडहरूलाई सबैजनालाई फोन पनि गरिसक्यौँ। अब हामी चाहिँ आफ्नो लोकेसनतर्फ चाहिँ बाँडिने लगभग सर्भिस स्टार्ट हुन लागिसक्यो र अब हामी जाँदैछौँ। अनि अब कोही होम सर्भिसमा भयो, कोही यहीँ होटलमै छ, कोही चाहिँ अब स्टुडियोमा हुनुहुन्छ। अनि हाम्रो टिम चाहिँ अब आज आफ्नो लोकेसनतर्फ जाँदैछ। म तपाईँहरूलाई हाम्रो लोकेसनको भिडियो पनि अपलोड गर्नेछु, हेर्नुहोला। बाई बाई, गुड मर्निङ। चपुर होइन, अर्ली मर्निङ कफीको चुस्कीसँगै हामीले हेभी ब्रेकफास्ट पनि गरिहाल्यौँ, किनभने हाम्रो कतिखेर खाना खाने भन्ने फिक्स नै थिएन। अलरेडी हाम्रो ब्राइडहरू पनि लेट भइसक्नु भएको थियो, उहाँहरूको घरमा पूजा भइरहेको थियो। सो हामी चाहिँ अब त्यहाँबाट सबैजनाले ब्रेकफास्ट गरिसकेपछि चाहिँ ब्राइडको लोकेसनतर्फ गयौँ र अलरेडी होटलमै पनि थियो ब्राइड, उहाँ अलिकति पछि हुनुहुन्थ्यो। अनि त्यसपछि पहिला चाहिँ हामीले होम सर्भिस नै सकाउने भनेर हामी त्यहाँबाट निस्किहाल्यौँ। हामीलाई रिसेप्सनको दाइले बाहिरसम्म हेल्प पनि गरिदिनु भयो। त्यसपछि हामी सिधै ब्राइडको घरमा नै पुग्यौँ। अनि सबैजना टिम नै हामी चाहिँ सिधै ब्राइडको रुममै गयौँ, किनभने हामीलाई त्यहीँ नै कम्फर्टेबल हुन्छ। ब्राइडको सामानहरू सबै त्यहीँ नै भएको हुन्छ। उहाँ हुनुहुन्छ हाम्रो सुषमा ब्राइड, मेरै नाम छ उहाँको चाहिँ। उहाँ चाहिँ हेटौँडा नवलपुरबाट चपुर पुग्नु भएको रहेछ। धेरै अगाडि नै उहाँको रिसेप्सन बुकिङ थियो हाम्रोमा, उहाँको नन्दले चाहिँ बुक गराइसक्नु भएको थियो। सो हामी त्यहाँ पुग्यौँ। अनि त्यसपछि उहाँलाई चाहिँ मजासँग स्किन प्रेप गरेर अनि फटाफट हामीले चाहिँ मेकअप सुरु गरिहाल्यौँ, किनभने टाइमहरू कम नै थियो र हामीले टिम भएको भएर चाहिँ एकदम फास्ट मेकअप भयो। मैले कन्टिन्यू मेकअप गरेँ, के अरे मलाई हेल्प गरिरहनु भएको थियो हाम्रो टिमले। त्यसपछि ब्राइडलाई चाहिँ भोक लागिरहेको थियो, बिहानदेखि नै पूजामा बसेको भएर। अनि उहाँलाई एकछिन खानालाई ब्रेक पनि दिएँ। त्यसपछि हामी फेरि कन्टिन्यू नै मेकअपमा थियौँ। लगभग हाम्रो 2 आवर्समा मेकअप सकिसक्न लागेको थियो। उहाँलाई मैले एकचोटि मेकअप पनि चेक गराउँदै थिएँ, उहाँलाई एकदम मन परिरहेको थियो मेकअप। अनि त्यसपछि हेयरहरू मजासँग सेटअप गरिसकेपछि चाहिँ उहाँलाई हेयरको लागि पनि मैले कुनै छ रिकमेन्ड तपाईँको भनेर सोध्दै थिएँ। अनि त्यसपछि उहाँले चाहिँ अब आफूलेलाई मलाई कस्तो सुट गर्छ भनेर सोध्दै हुनुहुन्थ्यो। अनि मैले उहाँलाई 2-3वटा डिजाइनहरू देखाएँ, उहाँको फेसमा सुइटेबल हुने डिजाइनहरू उहाँले रोज्नुभयो। मुसुक्क मुस्काइरहेको यो अनुहारमा हाम्रो केही छिनको मेहनतले चाहिँ झनै इन्हान्स गरिदियो यो फेसलाई। र उहाँ एकदमै खुसी हुनुभयो र हामीलाई पनि खुसी लाग्यो। र कङ्ग्रेचुलेसन भन्न चाहन्छु हजुरलाई, र थ्याङ्क यू सो मच पनि भन्न चाहन्छु हामीलाई सम्झिनु भएकोमा, माया गर्नुभएकोमा। र सँगसँगै अर्को मेकअप स्टार्ट भयो। मम्मीको पनि मेकअप हुँदै थियो। हाम्रो ग्रुमको मम्मी हुनुहुन्छ उहाँ चाहिँ। अनि लगतै मेकअपहरू अरू पनि थियो गेस्ट मेकअपहरूको लागि। र उहाँहरू ग्रुमको बहिनी हुनुहुन्छ, उहाँ हुनुहुन्छ ग्रुमको बहिनी, एकदमै राम्री हुनुहुन्थ्यो उहाँ पनि। उहाँले एकदमै सपोर्ट गर्नुभयो, एकदम हेल्प गर्नुभयो हामीलाई, एकदमै खुसी लाग्यो। थ्याङ्क यू सो मच हजुरलाई। फेरि पनि भेट्ने मौका मिलोस् हजुरसँग। अब चाहिँ हामीलाई अर्को ब्राइडको मेकअपको लागि जाने बेला भइसकेको थियो र हामीले 2जनालाई चाहिँ त्यहीँ छोडेर अरू टिम चाहिँ हामी होटल तराइनमा पुग्यौँ। त्यहाँ चाहिँ हाम्रो रुसा ब्राइड हामीलाई वेट गर्दै हुनुहुन्थ्यो र हामी फटाफट भित्र गयौँ र उहाँको ब्राइडको रुमतिर चाहिँ हामी जाँदैछौँ मैले चाहिँ। र भेन्यूहरू चाहिँ त्यहाँ कस्तो मजाले रेडी हुँदै थियो। हामी चाहिँ फटाफट ब्राइडको रुममै गयौँ। उहाँ हुनुहुन्छ हाम्रो रुसा ब्राइड। उहाँको वेडिङमा चाहिँ मैले गर्न पाइनँ, हाम्रो टिमले गर्नुभयो अघिल्लो दिन। अनि आज रिसेप्सनको दिन चाहिँ म आउँछु भनेर बाजा बन्दन गरेको थिएँ, त्यही भएर मैले नै गर्दैछु आज। अनि उहाँहरूको टिम नै हुनुहुन्छ, यहाँ पनि जम्बो टोली हुनुहुन्छ। उहाँहरू पनि सबैजना मेकअपको लागि आइसक्नु भएको छ। अनि सबैको फटाफट मेकअप हुँदैछ, कसैको पालो आएन भनेर कुरिरहनु भएको छ। अनि हामी चाहिँ जुसहरू एकछिन खायौँ,
फ्रेस पनि भयौँ हामीलाई ब्राइडले नै जुसहरू प्रोभाइड गरिदिनु भयो अनि त्यसपछि ग्रुमलाई पनि रेडी गर्नै पर्यो फेरि ग्रुम पनि चम्काउनु पर्यो उहाँ त अलरेडी ह्यान्डसम नै हुनुहुन्थ्यो तैपनि हामीले हल्का टचअप दियौँ र ब्राइडको पनि अलमोस्ट मेकअप सकिन लागिसकेको थियो उहाँलाई चाहिँ अब उहाँको पूजा यति लामो भयो कि त्यो पूजाले गरेर उहाँलाई लेट नै गरिदियो कि अनि एकदम लेट भएको भएर फटाफट मेकअप गर्दै थियौँ सबैजनालाई अनि ग्रुम रेडी हुनु भएर उहाँ चाहिँ बाहिरको म्यानेजमेन्टको लागि जानुभयो अब ब्राइड पनि के कम ब्राइड पनि एकदम प्रिटेस्ट देखिसक्नु भएको थियो उहाँ पनि एकदम खुसी भइरहनु भएको थियो र उहाँ एकदम फ्र्याङ्क भएर हामीलाई चाहिँ एकदमै कम्फर्टेबल भयो मेकअप गर्नलाई अनि खुसी भएर अब उहाँ इभेन्टमा जान लाग्नुभयो बाहिर र उहाँ हुनुहुन्छ ब्राइडको एकदमै बेस्ट फ्रेन्ड पूजा उहाँको साथी एकदमै फ्रेन्डली उहाँ पनि अनि उहाँ पनि साथी नै हुनुहुन्छ उहाँहरूले एकदम कम्फर्टेबल बनाइदिनु भएको थियो अघिल्लो दिन पनि भन्दै हुनुहुन्थ्यो हाम्रो टिमले एकदमै उहाँहरूलाई सजिलो गराइदिनु भयो हामीलाई मेकअप गर्नलाई भनेर भन्दै हुनुहुन्थ्यो अघिल्लो दिनदेखि नै मैले तारिफ सुनिरहेको थिएँ र आज पनि त्यस्तै सजिलो गराइदिनु भयो एकदमै खुसी लाग्यो हामीलाई पनि हल्का फिल भयो उहाँहरूसँग काम गर्न पाउँदाखेरि र उहाँ हुनुहुन्छ ब्राइडको आफ्नै कान्छी चिटिक्क परेकी बहिनी उहाँ चाहिँ एकदमै फनी राम्री र फ्रेन्डली हुनुहुन्थ्यो एकदमै राम्रो लाग्यो मलाई र यता स्टुडियोबाट हामीले पनि रिसेप्सन मेकअप सकायौँ भनेर अञ्जलीले अपडेट दिँदै थियो र चप्पुरको 2टा ब्राइडको 2 दिनको फङ्सन सक्यौँ मेकअप पुरै डन गरिसकेपछि चाहिँ हामी हेटौडाको लागि चाहिँ यहाँ बिदा माग्दै थियौँ र सबैजनासँग बाई बाई गरेर चाहिँ हामी होटल तराइनबाट नि निस्क्यौँ र यता होटल गौतममा चाहिँ हाम्रो सबै सामानहरू त्यही थियो र त्यहाँ चेकआउट गरेर त्यसपछि हामी हेटौडा फर्क्यौँ थ्याङ्क यू एभ्रिवान बाई बाई चपुर लभ यु अल सी यू अगेन बाई बाई